महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सिडको वैकल्पिक प्रतिवेदन वा छाया प्रतिवेदन वा नागरिक समाजको प्रतिवेदन लेखन सम्बन्धी जानकारीमूलक सन्देश। सिड के हो? महिलाको अधिकार मानव अधिकारको अभिन्न अङ्ग हो। त्यसैले विश्वभर महिलाको सहभागिता, प्रतिनिधित्व, पहुँच, समानता र सम्मान सुनिश्चित गर्न महत्त्वपूर्ण प्रगति भएका छन्। यस कार्यमा विभिन्न अन्तर्राष्ट्रिय कानूनी व्यवस्था र संरचनाले योगदान पुर्याएका छन्। संयुक्त राष्ट्रसङ्घको महाभेलाले सन् 1979मा पारित गरेको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि एक महत्त्वपूर्ण दस्तावेज हो। जम्मा 30वटा धाराहरूमा समेटिएको यस महासन्धिले महिलाका व्यक्तिगत र सामूहिक अधिकार सुनिश्चितताका लागि महिलाहरूको समान पहुँच र अवसरको प्रत्याभूत गरी महिला र पुरुषबीच समानता सुनिश्चित गर्नका लागि आधार प्रदान गर्दछ। सिडमा भएका व्यवस्थाहरूको कार्यान्वयनबारे अनुगमन गर्नका लागि विभिन्न देशका विज्ञहरूको सहभागितामा 23 सदस्य समिति बनाइएको हुन्छ। यसलाई सिड समिति भनिन्छ। यस महासन्धिलाई स्वीकृत वा अनुमोदन गरी पालना गर्ने प्रतिबद्धता जनाउने पक्ष राष्ट्र अथवा स्टेट पार्टीले सिड अनुमोदन गरेको 1 वर्षभित्र र त्यसपछि 4 वर्षमा यस सिड समितिलाई आवधिक प्रतिवेदन अर्थात् पिरियोडिक रिपोर्ट पेश गर्नुपर्दछ। यस प्रतिवेदनमा महिलाहरूको सम्बन्धमा राज्यले गरेका प्रतिबद्धता र त्यसअघि समापन टिप्पणी अर्थात् कन्क्लुडिङ अब्जर्भेसनमा उक्त समितिले दिएका सुझावका आधारमा राज्यले गरेको प्रगति र चुनौती समावेश गरिन्छ। यसै प्रक्रियामा सम्बन्धित राष्ट्रका व्यक्ति, सङ्घ-संस्था वा नागरिक समाजले आफ्नो सरकारले पठाएको प्रतिवेदनमा छुटेका र नसमेटिएका कुराहरूलाई सम्बोधन गरी प्रतिवेदन पेश गर्न सक्छन्। यसलाई वैकल्पिक प्रतिवेदन वा छाया प्रतिवेदन वा नागरिक समाजको प्रतिवेदन र अङ्ग्रेजीमा अल्टरनेटिभ रिपोर्ट और स्याडो रिपोर्ट और सिभिल सोसाइटी रिपोर्ट पनि भन्ने गरिन्छ। त्यसै गरी कुनै पनि पक्ष राष्ट्रमा भएका अधिकार सम्बन्धी संवैधानिक आयोगहरूले पनि समितिमा आफ्नो प्रतिवेदन पेश गर्न सक्छन्। यसलाई स्वतन्त्र प्रतिवेदन भनिन्छ अर्थात् अङ्ग्रेजीमा यसलाई इन्डिपेन्डेन्ट रिपोर्ट भनिन्छ। सिड समितिले पक्ष राष्ट्रले पठाएका आवधिक प्रतिवेदनको समीक्षासँगै वैकल्पिक प्रतिवेदन वा छाया प्रतिवेदन वा नागरिक समाजको प्रतिवेदनमा आएका तथ्यहरूलाई समेटेर जानकारी वा थप स्पष्टताका लागि सम्बन्धित पक्ष राष्ट्रलाई विभिन्न सवालहरूको सूची अथवा लिस्ट अफ इस्युज तयार गर्दछ। पक्ष राष्ट्रले तोकिएको अवधिभित्र ती सवालहरूलाई सम्बोधन गरी आफ्नो जवाफ पठाएपछि पुनः समितिले आयोजना गरेको मुख्य सत्र अर्थात् कन्स्ट्रक्टिभ डायलगमा पक्ष राष्ट्रले मौखिक रूपमा आफ्नो प्रतिवेदन पेश गर्नुपर्दछ र त्यहाँ उठेका सवालहरूको पनि जवाफ दिनुपर्दछ। यसका आधारमा सिड समितिले पक्ष राष्ट्रलाई विशिष्ट सुझावसहित समापन टिप्पणी अर्थात् कन्क्लुडिङ अब्जर्भेसन जारी गर्दछ। नेपालले सिडलाई सन् 1991मा अनुमोदन गरेपछि प्रायजसो नियमित रूपमा नै आवधिक प्रतिवेदन पेश गरिरहेको छ। नेपालको नागरिक समाजले पनि महिला अधिकार संस्थागत गर्न, सरकारलाई खबरदारी गर्न नियमित रूपमा वैकल्पिक प्रतिवेदन वा छाया प्रतिवेदन वा नागरिक समाजको प्रतिवेदन पेश गर्दै आएको छ। सामान्य वा आधारभूत सिफारिस अथवा जेनरल रेकमेन्डेसन। सामान्य वा आधारभूत सिफारिसहरू भन्नाले सिडमा रहेका धाराहरूको विस्तृत व्याख्या हो। यसले सम्बन्धित धाराले समेट्ने विषयवस्तुहरूको व्यापकतालाई बुझाउँदछ। हालसम्म सिडसँग सम्बन्धित 40वटा सामान्य वा आधारभूत व्याख्याहरू आइसकेका छन्। सिड प्रतिवेदन प्रक्रियामा अपाङ्गता भएका महिलाहरूको सहभागिताको महत्त्व। नीतिगत तथा कानूनी संरचनामा केही सकारात्मक सुधार भए तापनि सीमान्तकृत तथा न्यून प्रतिनिधित्व भएका समूहहरूको सवालमा अझै धेरै काम गर्न आवश्यक देखिन्छ। विविध पहिचान भएका अपाङ्गता भएका महिला तथा बालिकाहरूले विभिन्न प्रकारका अवरोधहरूको सामना गर्नुपर्ने हुन्छ। मानवाधिकारको दृष्टिकोणमा सबै महिलाहरू एकै होइनन्। महिलाभित्र जात, जातीयता,
वर्ण, वर्ग, धर्म, अपाङ्गता, लैङ्गिकता, थातथलो, सामाजिक आर्थिक अवस्था, उमेर तथा भूगोल इत्यादिको आधारमा विविधता छ। यस प्रकारको अन्तर्विविध पहिचान भएका अपाङ्गता भएका महिलाहरूले भोग्ने विभेद पनि बहुगत हुन्छ। यसर्थ अपाङ्गता भएका महिलाहरूलाई यस्ता अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पहिचान गरी उनीहरूको मानव अधिकार सुनिश्चित गरेको छ। यसकारण सिडको प्रतिवेदन बुझाउँदा अपाङ्गता भएका महिलाहरूको दृष्टिकोणबाट विश्लेषण गरी आवाज प्रतिबिम्बित गर्नु अनिवार्य हुन्छ। मलाई तिमी भित्रै गणना गर, मेरो आवाजले अर्थ राख्छ।